अनि यो कन्यामको भ्यू हेर्दै जाने होइन त मेरो घर। सो हे गाइज, म चाहिँ बिहान बिहानै उठेर फ्रेस भएर सिटी चढेर हाम्रो गाउँको भ्यू तपाईँहरूलाई देखाउँदै जाँदैछु गाडी चढ्नको लागि। अनि यो चाहिँ हो माई खोला। सुरुमा मन्दिरलाई ढोगी, त्यसपछि मात्रै भिडियो लिएको हो नि त, त्यही भएर मन्दिरको भिडियो लिन सकिनँ। काँस हेर्नु न साथीहरू कति धेरै फुलिरहेको छ। आजभोलि प्रायः सबै ठाउँहरूमा काँस फुल भएर तपाईँहरू पनि जानुहोस्, काँसमा भिडियो बनाउनुहोस् अनि भाइरल हुनुहोस्। म त अस्ति गइसकेँ, मेरो भिडियोमा 800 भ्युज पुगिसक्यो। यो चाहिँ हो बुधबारेको एकदम सुन्दर बाटो, गाडीमा पनि एकदम पूर्वेली गीतहरू बजाइराख्नु भएको। यो ठाउँ नचिन्ने त प्रायः कमै हुनुहुन्छ होला। झापा बुधबारेको एकदमै नै फेमस भाइरल। छेउछेउमा चाहिँ अहिले धेरै स्टलहरू पनि खोलिसकेको रहेछ। साथमा पछाडि हरियाली चिया बगान अनि यता हाम्रो शान्त बाटो। बुधबारेसम्म चाहिँ हामी लगभग सबैजना भेला भइसकेको थियौँ, मतलब प्यासेन्जरहरू। त्यसपछि आयो हाम्रो एकदमै सुन्दर हरियाली कन्यामको भ्यू। साथीहरू हेर्नु न कति राम्रो देखिरहेको छ। यो क्यामेरामा भन्दा पनि रियलमा यति राम्रो देखिएको थियो नि साथी। भित्रपट्टि परेर भिडियो खिच्न पाइरहेको थिएँ अनि मैले झालपट्टिको दाइलाई बोलाएर मेरो नि भिडियो गरिदिनु न भनेर भने। दाइलाई चाहिँ फेरि पनि यहीँबाट धन्यवाद। साइडमा झन् यो स्टलहरूले त सुनमा सुगन्धै छरिदिएको छु। मैले कन्यामको क्लिप चाहिँ अलिक धेरै नै राख्दैछु साथीहरू। अनि माया गुरुङको को फ्यानहरू हुनुहुन्छ, यो रुखहरू देखेपछि केही न केही याद आयो होला तपाईँ। मलाई चाहिँ पुरै याद छ साथी। यो क्लिप हेरिसकेपछि चाहिँ तपाईँहरू हिप्नोटाइज हुन सक्नुहुन्छ। त्यही भएर साइडमा एकजना मान्छे चाहिँ राखेर हेर्नु ल। यो चाहिँ हो खाना खाने ठाउँबाट देखिने आकाशको भ्यू। अनि उहाँलाई त चिनिहाल्नुहुन्छ, तर भरिमा म यहीँ मात्रै देखेको छु। हेर्नु न साथीहरू, यति चिसो ठाउँ थियो कि यहाँ। झापाको गर्मी खाँदा यो ठाउँमा पुगेपछि त म यस्तो आनन्द भएको। जति हामी उकालो बढिरहेको थियो त्यति नै चिसो पनि बढिरहेको थियो। अनि यो चाहिँ हो राकी, डल्ले खोर्सानीको लागि एकदमै नै फेमस। राकीमा एकछिन बसेर हामी चाहिँ सिधै गयौँ। अनि यो भ्यू हेर्नु न साथीहरू, हामी यो पञ्चमी पुग्ने बेलाको भ्यू। कतिले त हिजै स्टोरीमा पनि देखिसक्नु भयो होला। कच्ची बाटोमा हिँड्दाखेरि अर्कै मजा आउँछ। त्यसपछि चाहिँ पुगेँ म मेरो घर। अब घर गएपछि यतिको नाटक त देखाउनु पर्यो। म चाहिँ फुकिरहेको छु आगोले मेरो गालाको छाला पोलिरहेको। बाई बाई सबै।